छ गल्ती जसले गर्न सक्छ मृगौला खराब। मृगौलाले शरीरमा विभिन्न क्रिया हुँदा निस्कने विकारलाई रगतबाट छानेर बाहिर फाल्छ। मृगौलाको प्रमुख काम पिसाब बनाउनु पनि हो। मृगौलाले नै शरीरमा तरल पदार्थको मात्राको सन्तुलन कायम गराउँछ। शरीरलाई चाहिने अनेक थरी तत्त्वको मात्रा यसले व्यवस्थापन गर्छ। साथै आवश्यकभन्दा बढी पानीलाई पनि शरीर बाहिर पठाउने काम मृगौलाले नै गर्छ। जब मृगौलामा कार्यक्षमता कम हुन्छ वा फेल हुन्छ, शरीरमा रहेको विषाक्त रासायनिक पदार्थ, तरल पदार्थ आदि बाहिर निस्कन पाउँदैन। मृगौलामा जटिल समस्या भनेको यो खराब भएको अन्तिम अवस्थामा मात्रै थाहा हुन्छ। साथै उपचार विधि पनि महँगो हुने गर्छ। त्यसैले सम्भव भएसम्म मृगौलालाई स्वस्थ राख्ने प्रयास गर्नुपर्छ। मृगौलाको समस्या जो कोहीलाई पनि हुन सक्छ। यसलाई उन्मूलन गर्न सकिँदैन, तर हामी यसलाई नियन्त्रण गर्न सक्छौँ। अस्पतालमा आउने बिरामीको सङ्ख्यालाई हेर्दा मृगौलाको समस्या बढ्दो स्थितिमा छ। पछिल्लो 5 दशक यता हाम्रो जीवनशैली यसरी बिग्रिएको छ जसले हाम्रो शरीरमा विभिन्न स्वास्थ्य समस्या निम्त्याएको छ। मृगौलामा प्राय मधुमेह र उच्च रक्तचापका कारण समस्या देखिन्छ। मृगौलामा हुने नेफ्राइटिस, मृगौला सङ्क्रमण र पत्थरी भएमा, प्रोस्टेटको समस्या भएर पिसाब रोकिने समस्या भएमा र जथाभावी औषधि सेवन गर्दा मृगौलामा समस्या आउन सक्छ। मृगौला खराब हुने यी कारणका साथै हाम्रा केही खराब बानीले पनि मृगौला खराब गर्न सक्छ। उच्च सोडियमयुक्त खाना हिजोआज घरमा बनेको खानेकुरा भन्दा बजारमा पाइने खानेकुराको सेवन गर्ने व्यक्तिको सङ्ख्या बढेको छ। धेरै तेलमा तारेको भुटेको खानेकुरा, मैदाबाट बनेको खानेकुरा, जङ्क फुड र बाहिरका प्याकेज गरिएको खाना धेरैको रोजाइमा पर्छ। तर यस्ता खानेकुराले शरीरमा सोडियमको असन्तुलन सिर्जना गर्छ। यस्ता खानामा सोडियमका साथै पोटासियम र फस्फोरस पनि हुन्छ, जुन मृगौलाका लागि हानिकारक हुन्छ। शारीरिक रूपमा निष्क्रिय सामान्य अवस्थामा शरीरका सबै अङ्गका लागि व्यायाम महत्त्वपूर्ण छ। एक सामान्य वयस्कले दैनिक फटाफट 1000 पाइला हिँड्नुपर्छ भनिन्छ। दैनिक 30 देखि 45 मिनेट व्यायाम गर्नुपर्छ। तर कामको व्यस्तता र अल्छीपनले गर्दा हामी व्यायाममा ध्यान दिँदैनौँ, जसले मोटोपन, उच्च रक्तचाप, मधुमेह जस्तो समस्या निम्तिन्छ र त्यसैको कारण पनि मृगौला खराब हुन सक्छ। दैनिक व्यायामले तौललाई नियन्त्रण मात्र राख्दैन, साथै मांसपेशीहरूलाई पनि स्वस्थ राख्छ, जसले मृगौला स्वस्थ राख्न भूमिका खेल्छ। जथाभावी पेन किलर खानु, सामान्य टाउको दुख्ने बित्तिकै वा पेट दुख्ने बित्तिकै दुखाइ कम गर्न पेन किलर खाइहाल्ने हाम्रो बानी हुन्छ। तर यसरी अन्धाधुन्द पेन किलरको सेवन गर्दा मृगौला खराब हुन सक्छ। पेन किलरले मृगौलामा रक्त सञ्चार कम गर्छ, त्यसले मृगौला खराब हुन सक्छ। रक्सी र चुरोटको लत, धुम्रपान र मद्यपान मृगौलाका लागि मात्र नभई सम्पूर्ण शरीरका लागि हानिकारक हुन्छ। रक्सीमा ग्लुकोजको मात्रा धेरै हुने भएकाले शरीरबाट यसलाई हटाउन मृगौलामा धेरै दबाव पर्छ, जसले मृगौला खराब हुन सक्छ। अनियन्त्रित मधुमेह तथा उच्च रक्तचाप, मधुमेह तथा उच्च रक्तचापको समस्या भएका व्यक्तिले उच्च रक्तचाप र मधुमेहलाई नियन्त्रण गर्न नसकेको खण्डमा पनि मृगौला खराब हुन्छ। उच्च रक्तचाप, मधुमेहको औषधि नियमित सेवन नगर्ने, समस्या बढाउने खानपान र जीवनशैली अपनाउँदा मृगौला
खराब हुन सक्छ। मोटोपन, अव्यवस्थित खानपान र व्यायामको कमीले गर्दा मोटोपनको समस्या बढ्दो छ। बढी तौलले मुटु रोग जस्ता समस्या मात्र निम्त्याउँदैनन्, यसले स्नायुहरूमा अतिरिक्त दबाव सिर्जना गर्छ, जसले मृगौलामा थप दबाव सिर्जना गर्छ। त्यसो भए कसरी सुरक्षित राख्ने मृगौला? मृगौला स्वस्थ राख्न स्वस्थ जीवनयापन जरुरी हुन्छ। यसको लागि सही खानपान, सही दिनचर्या, सही मानसिक स्थिति हुनुपर्छ। ताजा, पोषिलो र सन्तुलित खाना खानुपर्ने हुन्छ। सकेसम्म आफ्नो भान्सामा पाकेको खानेकुरा खानु उचित हो। खानामा झोल, सागपात, सलाद अनिवार्य हुनुपर्छ। त्यसैगरी पर्याप्त मात्रामा पानी पिउनुपर्छ। बिहान उठ्ने र राति सुत्ने समय निश्चित हुनुपर्छ, किनकि गहिरो र पर्याप्त निन्द्रा पनि औषधि बराबर हो। बिहान उठेपछि व्यायाम गर्ने, योग गर्ने जस्ता गतिविधि एकदमै राम्रो हुन्छ। दिनमा पनि सक्रिय रहने गर्नुपर्छ। तनाव हुने काम, कुरा एवं व्यवहार त्याग्नुपर्छ। स्वस्थ खानुहुन्छ, सही मात्रामा खानुहुन्छ, सही समयमा सुत्ने र उठ्ने गर्नुहुन्छ भने यसले मानसिक स्थिति पनि सही रहन्छ। यसले गर्दा मृगौला सुरक्षित र स्वस्थ हुन्छ। मृगौलालाई बिग्रनबाट जोगाउने सबभन्दा राम्रो उपाय भनेको नियमित स्वास्थ्य परीक्षण हो। पिसाब, रगत तथा मृगौलाको नियमित परीक्षणबाट मृगौला सम्बन्धी रोग लाग्नबाट बच्न सकिन्छ।